यो चाहिँ हो कटहर एकदम अर्ग्यानिक हो। यो चाहिँ स्पेसली मेरो मामाले ल्याइदिनु भएको, मम्मीको भाइले है। र यो चाहिँ स्पेसली लालटनिङबाट ल्याइदिनु भएको हो, तर हाम्रो बाजे बोजूको घरबाट। सो अस्ति आउँदा ल्याइदिनु भयो। थ्याङ्क यू सो मच मामा, तपाईँले भिडियो हेर्नुहुँदैछ भने हामी इन्जोय गरेर खाँदैछ है। सो म पनि यहाँ टेस्ट गरेँ है। लु त कतिको गुलियो रहेछ, टेस्ट गरौँ है। लु फर्स्ट बाइट खाएँ है। चिनी भन्दा गुलियो। यो दाना त उसिनेर पनि खान्छ होइन त, होइन गाइज? मलाई त उसिनेर खान्छ जस्तो लाग्यो त। मिठो हुन्छ होइन, पुरा च्यापच्याप हुँदैछ तर यो चाहिँ है एउटा। सबैजना काटेर खाँदैछ। दाना दिँदा भने गयो नि भने यही अर्ग्यो भने। आम्बो यस्तो गुलियो। यो चाहिँ हाम्रो प्योर अर्ग्यानिक हो नि फेरि गाइस, बस्तीको। आम्मा चट गुलियो नि। मम्मीले त यस्तो पनि खानु भन्दै थियो। चट गुलियो। बिचरा मेरो बाजेबोजूले नि फ्रुट्सहरू जे पनि फुल्छ नि नयाँ, फल्छ नि नयाँ, सुन्तला भयो, अम्बक भयो, बनाना भयो, सिजन फ्रुट्सहरू जस्तै यो कटहर भयो होइन। मकै भयो, जहिले सिजनको फ्रुट ल्याइदिनुहुन्छ तलबाट बाजेहरूले, मामाहरूले, माइजूहरूले है। वान अफ माई फेभरेट फ्रुट है यो चाहिँ। अर्ग्यानिक हो क्या, अर्ग्यानिक। भयो अब त बेसी गुलियो भयो, बेसी मिठो।